हेलो नमस्ते यहाँहरू सबैजनालाई नमस्कार। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज बेलुका खाना पकाएको भिडियो चाहिँ मलाई खिच्न मन लाग्यो अनि हजुरहरू माझ पनि राखेँ। अनि आज चाहिँ दाल मुसुरीको दाल बनाउँदैछु। डल्लो दाल भिजाउँदा टाइम लाग्छ अनि मुसुरी दाल छिटो मिठो हुन्छ भनेर मैले मुसुरीको दाल बनाएँ। अनि एकपट्टि चाहिँ खाना बसाएको थिएँ अनि दाल त पाकिसक्यो, खाना पनि पाक्न लागिसक्यो। अनि त्यसपछि मैले बहिनी र मेरो ठुलो छोराको लागि ब्रोइलर कुखुराको मासु फ्राई गरेछु। मासु चाहिँ हेर्दा थोरै छ तर नानीले थोरै खान्छ नि त, अनि बहिनी र नानीको लागि मात्रै बनाउँदैछु। ब्रोइलर कुखुराको मासु पनि रेडी भएर मैले बटुकामा खनाउँदैछु। मासु हेर्दा चाहिँ एकदमै मिठो देखिन्छ। मैले चाखेको छैन, अब भरे बहिनी र छोरालाई सोधौँला कस्तो भयो स्वाद। अनि बहिनी र सियोनको लागि चाहिँ मासु भयो भने मेरो र श्रेयानको लागि चाहिँ पनिर र आलुको सब्जी छ। आजको सब्जीमा पनिर पनि मैले आलु पनिर काटेँ अनि प्याज टमाटर पनि काटिसकेँ। अनि यसलाई फ्राई गरिदिन्छु एकछिन। म चाहिँ धेरै फ्राई पनि गर्दिनँ, रातो हुने गरी फ्राई गरिदिन्छु। अनि फ्राई पनि भइसक्यो। त्यसपछि मैले यसको लागि प्याज टमाटर अनि अदुवा लसुन जिराको पेस्ट एकछिन पकाउँछु। अनि मसला पाकिसके पछाडि अघि फ्राई भएको पनिर अनि उसिनेको आलु लगाएर एकछिन चलाइदिन्छु। मजाले मसला मिक्स भइसके पछाडि एकछिन छोप्दै पकाइसके पछाडि मेरो पनिर र आलुको सब्जी पनि रेडी भइसक्यो। अनि नानीहरूलाई पापड मनपर्छ अनि उनीहरूको लागि पापड फुलाइदिन्छ। अनि बारीमा ठिक्क मुन्टा खाने बेला भएको रहेछ अनि मुन्टा टिपेको थिएँ मैले। मुन्टाको सब्जी पनि बुझ्दैछु। खाना रेडी भएर हामी चाहिँ खाना थाल्यौँ। हजुरहरू कतिजनाले खाना खाइसक्नु होला, कतिजनाले खाना बाँकी होला। हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई, गुड नाइट।